नेपाली जनतालाई नमरुन्, यो राष्ट्रमा चाहिँ थप जनजनको क्षति नहोस् भनेर शान्तिपूर्वक दरबार यही नजिकैबाट नारायणहीटीबाट आफै गाडी चलाएर हिँडेको राजाको महत्व आज देशले गर्दैछ। अन्तिम समयसम्म हाम्रो पुस्तालाई गोली प्रहार गर्ने केपी शर्मा ओली जस्ता मान्छेहरू कसरी भाग्नु पर्यो र तिनै भएका मान्छेहरू आज फेरि टाउको उठाउँदैछन्। त्यसका विरुद्ध हामी उभिन्छौँ र हामी सबै एक ठाउँ उभिनुपर्छ। म भन्न चाहन्छु, आज जसरी सुशीला कार्कीहरू, ओम प्रकाश अर्यालहरू जुन प्रकारले उहाँले चेन्जी विद्रोहलाई अपहरण गरेर सत्ता खो गर्नुभएको छ, त्यसका विरुद्ध हामी दृढतापूर्वक उभिन्छौँ। यति धेरै मानिसहरू यो राष्ट्रमा चाहिँ रगत बगाइसकेपछि, यत्रो ठुलो जनधनको क्षति भइसकेपछि आज निर्वाचनमा जबरजस्त देशलाई धकेलेर फेरि पनि देशलाई उही पुरानै राजनीतिक व्यवस्थातर्फ लिएर नेपाली जनतालाई कुशासनको, भ्रष्टाचारको दुष्चक्रमा फसाउने षड्यन्त्र भएको छ। म यहीबाट सुशीला कार्की र ओम प्रकाश अर्याललाई पनि भन्न चाहन्छु, तपाईँहरूले जेएनजी विद्रोहलाई अपहरण गर्नुभएको छ, त्यो अपहरण मुक्त बनाएर हामी छाड्छौँ र तपाईँहरूले हाम्रो सामु घुँडा टेक्नुपर्छ।